हेलो गुड मर्निङ सबैजनामा अनि स्वागत छ मेरो युट्युब च्यानलमा। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक कमेन्ट र सब्सक्राइब गरेर साथ सपोर्ट गर्नु होला। अनि अहिले चाहिँ म यो रानीवनको एरियामा छु। यो चाहिँ तपाईँहरूले देख्दै गर्नुभएको दृश्य चाहिँ यो रानीवनको जङ्गल हो। अनि यो रानीवनको 3 धारा भन्ने ठाउँ रहेछ यो चाहिँ। अनि मैले काम गर्दै गर्दाखेरि मेरो यो अहिले साइट चलिरहेको लोकेसन हो। एकदमै सुन्दर रमाइलो बस्ती छ। अनि यहाँ तल पनि एउटा घर बनिराखेको छ। अनि मैले अहिले साइड गरिराखेको घरको टप फ्लोरमा छु मैले कौसीमा। अनि म तपाईँहरूलाई देखाउँदै गरेको दृश्य चाहिँ अहिले चाहिँ म तपाईँलाई स्वयम्भू देखाइराखेको छु। यो चाहिँ हाम्रो स्वयम्भूको टप हो। अनि स्वयम्भूबाट यतातिर चाहिँ अब यो मनमैजु जाने साइड भइहाल्यो, माछापोखरी साइड भइहाल्यो यो है। अनि यो चाहिँ रानीवनको चारैतिरको जङ्गलहरू चाहिँ म तपाईँलाई देखाइराखेको छु। एकदमै सफा छ। आज हिजो पानी परेको भएर मौसम एकदमै क्लियर छ। अनि यता पछाडि जग्गाहरू पनि प्लटिङमा छ। यहाँ चाहिँ एकदमै महँगो हाई प्राइस रहेछ जग्गाहरूको। सो आजको मौसम एकदमै क्लियर भएको भएर मैले एउटा भिडियो लिइहालेँ। अनि तपाईँले यो त्यहाँ पर एउटा हेलिकप्टर देख्नु भइराखेको छ। घरमा चाहिँ एउटा हेलिकप्टर बनाएर त्यहाँ चाहिँ पानी स्टोरेज गर्ने ट्याङ्की राखिएको हुनसक्छ सम्भवतः। म चाहिँ अहिले कौसीमा एकचोटि आएर यसो घुमिरहेको छु फ्रेस हुनलाई। भर्खर हामी साइड आइपुग्यौँ थानकोटबाट। टपमा यहाँको घरबेटीको दिदीले चाहिँ पुरै तरकारी खेतीहरू गर्दै राख्नु भएको रहेछ। अब नयाँ घर हो, तरकारी खेती पनि बिस्तारै कौसी तरकारी खेती सुरु गर्नुभएछ। अनि मसित अहिले यो ठाउँमा काम गरेको लगभग 1 महिना हुन लागिसक्यो। अनि इन्टेरियर डेकोरेसनको काम भइराखेको छ। मैले सर्ट भिडियोहरू पनि हालेको छु, तपाईँले त्यहाँ गएर पनि हेर्न सक्नुहुनेछ। हामीले वार्डरोबहरू बनिराखेको छ। अनि अझै अरू धेरै कामहरू छ। अझै पनि सायद चाहिँ केही समय अझै चल्छ होला। र मलाई चाहिँ एकदमै मनपर्ने भनेको चाहिँ सायद गाउँबाट आएको भएर होला होइन, गाउँघरमा हुर्केको भएर होला। यो पछाडिको वन जङ्गलहरू चाहिँ मलाई एकदमै रमाइलो लागिराखेको छ। एकदमै सफा छ क्या आजको मौसम। त्यही भएर मलाई एउटा भिडियो बनाउन मन लागिरहेको भएर बनाइहालेँ। पुरा हाम्रो गाउँतिरको जस्तै पहाडहरू जङ्गलहरू रहेछ। किनभने सहरको भित्रभित्र बसेर काम गर्दा भन्दा पनि यसो साइडमा आएर काम गर्दा चाहिँ अलिकति रमाइलो हुन्छ। सो त्यही नै हो। साइड चाहिँ हाम्रो टाढो छ। बिहान हामी गाडीमा आउँदाखेरि 30 to 45 मिनट लगभग लाग्छ। अनि हामीले चाहिँ बिहानै खानासाना लिएर हामी काम गर्न आउने हो। खाना खाने हो, त्यसपछि फेरि काम गर्ने हो। ओके, आजको लागि भिडियो यति नै। फेरि पनि भन्छु, भिडियोलाई चाहिँ तपाईँहरूले मन पर्यो भने लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। धन्यवाद।